हेलो एन्ड नमस्ते, म हुँ सुशील राई। तपाईँहरूलाई स्वागत छ गौले भाइ भ्लगमा। आज चाहिँ म बारीतिर जाँदैछु कोदो टिप्नलाई र तपाईँहरूलाई कोदो कसरी टिपिन्छ भन्ने ल है। फाइनल्ली म अहिले कोदोको छेउछाउमा आइपुगेछु। यहाँ धानहरू चाहिँ यतिको मात्रै भर्खर हुँदैछ। हाम्रो गाउँतिर चाहिँ यस्तो यहाँनिर हेर्न सक्नुहुन्छ। यहाँनिर यो धान चाहिँ भर्खर यतिको मात्रै हुँदैछ। यहाँनिर धान यसपालि यतिको राम्रै हुँदै रहेछ, राम्रै फल्छ जस्तो छ यहाँनिर बोटहरू हेर्दाखेरि। र म चाहिँ यहाँनिर दुईवटा थुन्से बोकेर आइरहेको छु। यहाँ दुईवटा यहाँ थुन्से बोकेर आइरहेको छु यहाँनिर। र यो भरि टिप्न सक्छु कि सक्दिनँ, अब हेर्नुपर्छ। यहाँनिर थुन्से चाहिँ दुईवटा ल्याएको छु, अब कति यहाँ टिप्न सकिन्छ त। यहाँनिर अहिले कोदो खास टिप्ने समय चाहिँ भएको छैन। यहाँनिर अब बाँदरले अलिकति जङ्गली जनावर बाँदरले दुःख दिने भएको कारणले, बाँदरले अलिक बढी खाएको कारणले गर्दाखेरि कोदो टिप्न लगाएको हो। यहाँ चाहिँ अहिले धान हो। यहाँनिर चाहिँ पहिला पुरै धान रोपिन्थ्यो, अहिले चाहिँ कोदो पनि मिक्स भइरहेछ। कसैले धान रोप्नु छोडेर कोदो पुरै रोपिरहेछन् यहाँनिर। यहाँनिर कोदो यो चाहिँ अरू व्यक्तिहरूको, हाम्रो चाहिँ यहाँनिर यत्तिको पाकिसक्यो हाम्रो चाहिँ। त्यही भएर यहाँ टिप्न खोजेको हो। धेरै मात्रामा यहाँ पाकिसकेको कारणले टिप्न खोजिरहेछौँ। अब सबै चाहिँ पाकेको छैन, यहाँ पाक्ने जति सबै टिप्नुपर्ने छ। यहाँनिर पुरै यत्तिको पाकिसकेको कारणले गर्दाखेरि यत्तिको भए चाहिँ पाकेको भन्ने कुरा भएको कारणले अहिले यहाँनिर कोदो टिप्नतिर हामी लागिरहेछौँ। ल साथीहरू, यहाँ यसरी यहाँ बाँदरले चाहिँ यसरी कोदो खाँदो रहेछ। र यहाँ हाम्रो यही कोदो यसरी पुरै बाँदरले खाएर सबै यस्तो सोतर बनाएको छ। यहाँनिर हेर्नु सक्नुहुन्छ। यहाँनिर पुरै यो बाँदरले चाहिँ यसरी खाँदो रहेछ यो कोदो चाहिँ यहाँनिर। र यहाँनिर सबै तल गारातिर पुरै खाइसकेको छ यहाँनिर यो सबै। र यता यहाँबाट चाहिँ मम्मीले टिप्दै हुनुहुन्छ कोदो, र म पनि यहाँबाट टिप्नेछु। म चाहिँ यहाँबाट, तपाईँले कसरी टिपिन्छ भन्ने यहाँ देख्न सक्नुहुन्छ।